अब बाहिर जानु पर्यो भनेर सोचेर हामी मेन पावरहरू जान्छौँ। जाँदाखेरि अब डिमान्डहरू गएर बुझ्छौँ। बुझ्दाखेरि त्यहाँको मेन पावरको मान्छेले के भन्छ, यस्तो यस्तो ठाउँमा डिमान्ड आउँछ, यो त राम्रो छ, यसमा त यस्तो फेसिलिटी छ, यति कमाइ हुन्छ, यस्तो हुन्छ उस्तो हुन्छ भने गफ लाउँछ। अन्त त्यसपछि एउटा अब नेपाली भएको कारणले अब बुझिन्छ अलिअलि होइन। जति हामीले नेपालमा बुझ्छौँ त्यति त पुग्दैन पुग्नु त, तैपनि एउटा नेपालीको नाताले गर्दाखेरि विश्वास गर्छौँ। हुन त अब आर्थिकको समस्याले, विभिन्न समस्याले विदेशी नै पर्छ। हामी नेपाली दाजुभाइ दिदीबहिनी नेपालमा रोजगार छैन, गाह्रो छ। अनि त्यो भएको कारणले हामीले विश्वास गरेर अब बाहिर जाने सोच बनाउँछौँ। अनि त्यसपछि मेन पावरको मान्छेलाई कन्ट्याक्ट गर्छौँ। त्यसपछि उसले पासपोर्ट सासपोर्ट लिन्छ, इन्टरभ्यू भन्छ, अनि मेडिकल गराउँछ होइन। त्यसपछि इन्टरभ्यू लिँदाखेरि पुरै अब हो न हो खतरै कम्पनीमा होइन, खतरै कमाइ हुने, स्ट्यान्डर्ड हुने जस्तो गरेर चाहिँ तपाईँको इन्टरभ्यू लिन्छ है। पढ्नुपर्छ इन्टरभ्यूको लागि, यस्तो इङ्ग्लिसबाट क्वेसन गर्छ या ऊ भनेर भन्छ। अनि पढ्यो, याद गर्यो हरेक कुराहरू, अनि त्यसपछि इन्टरभ्यू दियो, पास भयो। अनि यहाँ आयो, बाहिर देशमा आएर के गर्नु, झाडु लाउनु, पोछा लाउनु होइन, दुनियाँ दिमाग गाली खानु, भारी उचाल्नु, पछार्नु, ठेल्नु, बोक्नु, घाममा हिँड्नु, दुनियाँ मान्छेको दिमाग छैन तेरो होइन, भोडो काठ जस्तो छ यताउति भनेको कुरा सुन्नुपर्छ। यहाँ आएपछि त्यत्रो इन्टरभ्यू लिन्छ, केही न राम्रै कम्पनी होला जस्तो गरेर। अनि अब त्यति गरिसकेपछि त उनीहरूले पनि पैसा झार्नु मजाले मिल्दो रहेछ। अब तपाईँको 2,50,000मा डिमान्ड गएको छ, यानि कि आउनु मिल्छ सकिन्छ भने उनीहरूले 3.5 लाख भन्दो रहेछ। त्यति भनिसकेपछि त्यो भएको कारणले चाहिँ नेपालमा चाहिँ हामीलाई त्यो विविध कारण त्यस्तो आश देखाएर पनि होइन, तपाईँलाई चाहिँ यस्तो फेसिलिटी छ, अझ के भन्छ, ग्यारेन्टी नै दिन्छ तपाईँलाई। उहाँ जानुहोस्, उहाँ गएको बेला हामीले जति यहाँ सेलेरी भनेको छौँ त्योभन्दा 1 रुपियाँ कम्ती आयो भने तपाईँले मलाई भन्नुहोस्, मलाई फोन गर्नुहोस्, तुरुन्तै म्यासेज गर्नुहोस् भन्छ क्या। अनि त्यसरी हामी यहाँ आइन्छ। यहाँ आइसकेपछि अब 2-3 महिनाको सेलरी थाहा पिन्छ। पहिलो महिनामा थाहा हुँदैन, 2-3 महिनाको थाहा पछि थाहा हुन्छ। अनि उसले भनेको भन्दा होइन 1 रुपियाँ होइन 50-60 रुपियाँ नै कम्ती पाइन्छ क्या। अनि फोन गर्दा म्यासेज हेर्दै बस्छ, फोन उठाउँदैन, बोल्दै होइन। त्यस्तो हुन्छ क्या मेन पावरको ठग एजेन्टहरू। र त्यो एजेन्टहरू नेपालमा धेरै जिल्लामा छ। अब त्यो मेन पावरहरूलाई पनि एकदम कारबाही गर्नुपर्छ। हामी सबैजना जति विदेशमा ठगिएको छौँ, तपाईँको हेर्नुहोस् 2-2.5 लाखमा बाहिरी जानु सक्ने मान्छेलाई चाहिँ 3.5 लाख 4 लाखसम्म लिएको छ क्या। त्यो भएको कारण त्यस्तो मेन पावरलाई पनि अब हामीले चाहिँ बनाउनु पर्छ है साथीहरू, सबैजनाले। किनभने एउटा मान्छेबाट तपाईँको 50-60 हजारदेखि लाख रुपियाँसम्म कमाउँदो रहेछ। अनि ठग्नु पनि कति ठगेको रहेछ। त्यो भएको कारणले अबको दिनहरूमा मेन पावरहरूलाई पनि हामीले चाहिँ जति पनि विदेशमा गएको छौँ ती व्यक्तिहरूले भिडियो बनाएर पोस्ट गर्नुपर्छ। अब जति पनि नेपालमा यस्तो गतिविधि हुन्छ नि, मेन पावर होस् या राजनीति होस् या जेसुकै होस्, स्कुल होस् होइन, जहाँ होस्, हामीले भिडियो बनाउँदै हाल्दै गर्नुपर्छ। यिनीहरूको पर्दाफास गर्नुपर्छ क्या। सहेर बस्यौँ क्या धेरै।